हेलो गाइस, वेलकम टु माई न्यू भिडियो। सो यो चाहिँ मेरो फर्स्ट भिडियो, सबैले सपोर्ट गरिदिनु ल। सबैजना सन्चै हुनुहुन्छ होला अनि म नि सन्चै छु। तपाईँहरूकोतिर चाहिँ चुनाव कतिको लाग्दैछ यसो हैन, चुनावको कतिको चलपल चलिरहेछ। हाम्रोतिर चाहिँ बबाल चुनावको हैन चलिरहेछ। सो आज त भोट लाउने दिन, हजुरहरू केमा भोट लाउनुहुन्छ यसो भन्नु होला। अब सो हामी चाहिँ गयौँ हैन। अब हामी यहाँबाट दुईजना छौँ, एकजना कता हराइन्। तपाईँहरू पनि जानु होला, आफूलाई मन पराउने मान्छेमा माथि भोट लगाउनु होला मजाले हैन। अनि त्यही हो, हामी चाहिँ अब जाँदैछौँ। ओइ छिटो आइदिन, के गरिबस्यो यहाँ। हाम्रो यो पछाडिको देखेको घर मेरो हो भन्न चाहन्थे, तर गाइस मेरो घर होइन यो। भविष्यमा यो यस्तै बनाउनुपर्छ घर हामी होइन साथीहरू। सो हामी चाहिँ अब यहाँबाट हिँड्यौँ होइन। पर्खिँदा साथीहरूलाई आज दिनै जाने रहेछ। तपाईँहरू पनि आउनु होला भोट लाउनलाई। तर यो भिडियो आउँदाखेरि चाहिँ भोट लाएर सायद सकिसकेको हुन्छ होला, त्यही पनि सो जाम कहाँ हिँडेको कि यति राम्री भएर यति राम्री छिन्, यता कुर्ती लागेको छिन्। आउन हौ अगाडि कस्तो नदेखेको हो। के गराएको छ सो त चाहिँ पछाडि। गाइस यो चाहिँ हाम्रो अङ्गेरी चोक है होइन। तपाईँहरू पनि यस्तो रोडबाट सर आउँदाखेरि बसेर जानु होला, यस्तो खतरा मिठो हावा आउँछ होइन। अनि सो यहाँ देख्न सक्नुहुन्छ आगो पनि बालेर बस्न सक्छ राति होइन। हाम्रो स्कुल पनि देखिरहेको छ यार, कस्तो बबाल। अनि यहाँ चाहिँ फोहोर फाल्नलाई चट्ट डोको बुनेर राखिदिनु भएको छ हाम्रो सायद मान्य सदस्य मेरो दाजुहरूले। अनि सो त्यही हो, अब के भन्नु, खै हावाले केही बोल्नै देखाएन। कस्तो बबाल आइरहेछ, भ्यू चाहिँ बबाल देखेछ हौ पछाडि। सो हामी एकछिन आराम गऱ्यौँ होइन अङ्गेरी चोकमा। अनि हामी चल्थ्यौँ ल, हाम्रो बडी आइसक्यो। हाम्रो ग्याङ यति हो। हामी आफ्नै पारामा हिँडिरहेको छौँ होइन। घाम लागिरहेछ, हल्का घाँटी देखेर स्वर पनि कस्तो आएको छ, नाकले बोलेर होला। हाम्रो साथीहरू आफ्नै पारामा छन् यहाँ, यत्तिको हुनु पऱ्यो कि। तर खोकी लागेर तर पछाडि हेर्न सक्नुहुन्छ गाइस, यस्तो बबाल भ्यू देख्दो रहेछ क्या। मलाई थाहा थिएन क्या, म केही भन्न चाहन्न यहाँ भन्दा। यहाँ घाइते भएको अवस्था। गाइस रोडबाट हिँड्दै थियौँ कि गाई आएर खेदेर उता हाम बालेको। साथी त खोल्सातिर बिचरा। यता हेरौँ गाइस, हेर न कुरै कुरो च्यापिएन। हाम्रो माथिबाट जाने हो क्या, त्यो आएर भागेको पो त। यो गलेरै मारे, कसम कम त कुदाएनन् हौ। तपाईँहरूले सायद त्यतिखेर क्यामेरा भएको भए यस्तो बबाल हुन्थ्यो। साँच्चै हो, कुरै कुरो। बिचरा मेरो साथी कसरी कुदेर आयो कि हान्ना जस्तो गरेर, त्यही भएर भागेको त। खोल्साभित्र झन्डै पसेन, अलिकतिले 18 मात्र यतिले। नभए त म पानीभित्र
म त यस्तो उभोपट्टि भयो गाइस लप्सी खाने हो लप्सी खान आउनु है अब चाहिँ लप्सी होइन लप्सीको बोट चाहिँ कति धेरै छ नि हाम्रो चाहिँ यहाँ बाख्रा चराउँदै रहेछ भाइ बहिनीहरू अनि उस्तै दिएको है हामीलाई लप्सी चाहिँ लास्टै गल्दो रहेछ हौ फेसमा पनि टल टल्किरह होला पसिनाले सायद क्यामेरामा त्यस्तै लागिरहेछ मुख बिगारी खाइरहन्छ नि यार यिनीहरू कोही कता छ मुख बिगारी खाइरहन्छन् मलाई चाहिँ रुगा लागेको होला खासै टेस्टहरू के राम्रोसँग आएन कि त्यही भएर खासै अमिलो भएन मलाई चाहिँ आयो गल्यो हौ गाइस अलैँची घारी कस्तो बबल देख्यो नि हरियो अमा मोबाइल धेर भयो अरे गाइस हजुरहरू आउनु होला टिपेर लानु उसले फ्याक्दै छिन् मोबाइल हजुरहरूले लानु सक्नुहुन्छ गाइस देख्न सक्नुहुन्छ हामी चाहिँ भोट लगाउने ठाउँमा आइपुग्यौँ होइन यस्तो भन्छन् अनि प्रायः जस्तो भोटहरू लाउँदै जाँदै गरिरहेको रहेछन् आधी जाँदै आउँदै गरिहाल्ने रहेछ क्या मैले कहाँ भिडियो बनाउनु सोचेको हामी उता जाऊँ ल गोजीमा छ के दिनु त तपाईँलाई लगेर त्यो गेटका मान्छेहरू किन भोट लगाउनु भयो लाउने कुदेर मात्र हो छैन भित्र चाहिँ जान दिँदैन रहेछ क्या सक्नुहुन्छ तपाईँले के छ जन्म दर्ताले मिल्छ भने चाहिँ लगाउने यो सरहरू यसो जिस्काइदिउँ भनेको कहिले देखेको छैन यस्तो ठाउँ म कहिले गएकै छैन यहाँबाट हेर्नु न अलिकति गाइज भित्र चाहिँ जान पाउँदैन रहेछ भोट लाउने मात्रै जान मिल्दो रहेछ क्या तपाईँहरूलाई कसरी देखाऊँ कि म रोक्नु म तपाईँहरूलाई जसरी भयो नि देखाउँछु तपाईँहरूलाई रोक्नु गाइज त्यो एउटा मान्छेले उता हेरेको गरेको गाइज देख्नु सक्नुहुन्छ यहाँ भित्र छ क्या पुरै देखाउन मिल्दैन रहेछ म त्यो पनि देखाउँछु देख्न सक्नुहुन्छ यो भित्र भोट लाउने ठाउँ चाहिँ होइन मान्छे चाहिँ खासै रहेन रहेछ कहिले भएको थियो चुनाव कति सालमा भएको थियो चुनाव 82 सालमा त्यतिखेर चाहिँ भोट लाउँदा बबाल मान्छे थियो कि तर यसपालि चाहिँ मान्छे नै रहेन रहेछ त्यतिखेर म इत्री थियो होला आयो कति मजाले सुरक्षित गरेको कि मान्छेहरू हाम्रो चाहिँ यस्तो छ नि त यहाँनिर स्ट्याचु छ अनि स्ट्याचुको साइडबाट पनि बाटो छ नि त मान्छेहरूले चाहिँ यहाँबाट छिर्छ भनेर क्या यहाँबाट बाडेर त्यहाँ पनि बारेर के तालचा ठोकेछ क्या भित्र जान दिन्न रहेछ सो त्यही पनि ठिकै छ तर जानु पनि हुँदैन होइन हामी भोट लाउने भए पो भित्र जानु होइन गाइज बाइक बिक्रीमा छ यहाँ 3वटा बाइक छ बिक्रीमा छ लानु सक्नुहुन्छ हजुरहरूले आएर सो गाइज होइन अब हामी चाहिँ ग्याङसँग भेटिसक्यौँ अनि चाहिँ अब चाहिँ धेरै लङ भयो जस्तो लाग्यो भिडियो त्यही भएर आजको लागि यति नै सो सबैजनाले सपोर्ट गरिदिनु होला लाइक कमेन्ट सब्सक्राइब सबले गरिदिनु होला ओके बाई बाई गाइज